हेमा तथा ससिताबाट हुँदैछ। हेमा यो लामो समयदेखि सङ्गीत क्षेत्रमा हुनुहुन्छ। 150वटा गीत लेख्नु भएको छ, 25-30वटा गीतमा सङ्गीत गर्नुभएको छ र सनलाइट म्युजिक सेन्टरको चाहिँ प्रशिक्षक पनि हुनुहुन्छ। लामो समयदेखि सङ्गीत क्षेत्रमा आबद्ध छ। त्यसरी नै ससिता राई पनि हुनुहुन्छ। उहाँ त यहाँ एउटा बुद्ध जन्माइदेऊ भन्ने चाहिँ विशाल राईको सङ्गीत र स्वरमा रहेको एउटा गीत थियो, ज्यादै चर्चित गीत हो। ससिता राईको चाहिँ लेडिज भोइस त्यसमा छ र निरन्तर चाहिँ धेरै गीतहरू चाहिँ गाउनु भएको छ। तर व्यवहारिक कारणले उहाँ चाहिँ सङ्गीत क्षेत्रमा चाहिँ अलिकति ओझेल पर्नु भएको छ र उहाँहरूले चाहिँ अहिले चाहिँ वन कुहिरोले लेक ढाक्दा बेसीतिर बादल फाट्यो, आउँछु भन्ने निष्ठुरीको वचनले डाँडा काट्यो भन्ने गीत चाहिँ मेरो हो, यो त एकल भइहाल्यो। र यो गीतको चाहिँ सङ्गीत 30-40 वर्ष अगाडि मैले गरेको हुँ र मैले चाहिँ खालि म पनि एउटा चाहिँ सङ्गीतकार हो भन्ने चाहिँ देखाउन मात्रै खोजेको हुँ र योलाई चाहिँ मेरो आत्मश्लाघा चाहिँ यहाँहरूले नसम्झिनु होला भन्ने हार्दिक अनुरोध गर्दै उहाँ दुवै गायिकाहरूलाई मैले हार्दिक अनुरोध गरेँ।
धन्यवाद।